नमस्कार मित्रहरू। आजभोलि म धेरै स्ट्यान्ड अप कमेडीमा आइरहेको छु। यो थोपडा लिएर अरू म के पो गर्न सक्छु है। जब म आफूले आफ्नो थोपडा ऐनामा हेर्छु नि, आफैसँग प्रमिस गर्छु अबदेखि कहिले पनि ऐना हेर्दिन भनेर। तपाईहरुले मेरो यो थोपडा आफ्नो स्क्रिनमा देखेर तर्सिनु त भएको छैन नि। त्यो रात जुन रात मैले आफ्नो थोपडा ऐनामा हेरेको थिएँ नि, म तर्सिएको थिएँ। Like the sound came from the mirror and said, "Go and fuck yourself." Then I was like a dumb. तपाईहरुले स्ट्यान्ड अप कमेडीमा कि गुड परफर्मेन्स देख्नुहुन्छ कि ब्याड परफर्मेन्स देख्नुहुन्छ, बट टुडे यु आर लुकिङ एट अग्ली परफर्मेन्स। म एकदम नराम्रो छु। मेरो आमाले मलाई कहिले कालो टीका लगाइदिनु भएन भन्ने गर्नुहुन्थ्यो, तँलाई कसको नजर लाग्छ र कलुवा। सबैले आफ्नो बच्चा जन्मिँदा एकदम खुसी हुन्छन् नि है, बट म के कुरामा एकदम कन्फिडेन्स छु थाहा? जब म जन्मिएको थिएँ नि, मेरो बाबाले पक्कै पनि ओ शिट, यसलाई त चेन्ज पनि गर्नु मिल्दैन भन्नुभएको थियो। साला कति नराम्रो स्मेल आइरहेछ, यसको त टाउको भन्दा पनि नाक ठुलो छ। एन्ड when I was born, the doctors were angry for some reason. They said like, take your child and go away. जब म जन्मिएको थिएँ नि, हस्पिटलको आधा स्टाफहरू हस्पिटल आउनै बन्द गरिदिएका थिए। सबैजना तर्सिएका थिए। जब बच्चा जन्मिन्छ नि, रिलेटिभ्सहरू आउँछन् अनि भन्न थाल्छन्, यसको नाक यो जस्तो गएको रहेछ, यसको छाला यो गर्दा गएको रहेछ, यसको आँखा यो गर्दा गएको रहेछ। बट इन माई केस दे वर लाइक, मेरो जस्तो केही पनि छैन। इन्स्टेड they were facing each other and were saying, त जस्तो पो देखिएको छ यो। अनि बाहिरबाट पनि कलहरू आउन थाल्यो, बाहिर भएको मान्छेहरूले भन्न थाल्यो छोरा भयो कि छोरी भनेर। एन्ड माई फादर वाज लाइक, नजिक जानै डर लागेको छ। एन्ड माई मदर एन्ड फादर लुक्ड इच अदर एन्ड सेड, लेट्स ट्राई अगेन। And they tried again. After 2 years, my brother was born, and he was even worse. And they were just like, okay, let's stop. And they stopped. Thank you guys for facing me. Bye.